तपाईहरुले मलाई काम गर्ने मौका फेरि दिनुभयो। जीवनभर आभारी छु, म आभारी रहनेछु र जनताको दुःख, जनताको पीर व्यथालाई चाहिँ संसद भवनमा बडो उच्च तरिकाले, बडो इमानदार तरिकाले चाहिँ म प्रस्तुत गर्नेछु। यसपालि श्रम संस्कृतिको चुनाव चिन्ह माटोमा भोट लगाउनु हुने सम्पूर्ण, साथै अरू दलमा भोट लगाउनु हुने सम्पूर्ण मतदाता सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। आज अर्का सप्ताहको मेरो विजय भएको होइन, यो तपाईहरुको विजय भएको हो। अब यो देशमा गरिब दुखीको आवाज पनि त्यो संसदभित्र, भोका नाङ्गाको आवाज पनि त्यो संसदभित्र गुन्जनेछ भन्ने कुरा म प्रतिबद्धता जाहेर गर्दछु। आदरणीय सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, यहाँहरूले देखाउनु भएको यो माया, गर्नुभएको विश्वास माथि म कहिले पनि घात गर्ने छैन। म देश र जनतालाई कहिले पनि ढाँट्ने छैन, कहिले पनि धोका दिने छैन। इमानदार भएर म धेरै कुराहरू भन्न मन लागेको छ, तर हामी अलिक असहज ठाउँमा उभिरहेका कारणले गर्दाखेरि मैले यति भन्न चाहे। तपाईहरुको जय होस्, यो देशको जय होस्, यो माटोको जय होस्।